सुदन गुरुङ ट्यापे हो, सुदन गुरुङ डिजे हो, अनि सुदन गुरुङ पानी बाँड्दै हिँड्ने काम नभएको बेकामे हो। यसलाई केही थाहा छैन भन्नेहरूले ध्यान दिएर सुन, कान खोलेर सुन। जब देश जेनजी आन्दोलनपछि अब देश नै रहन्न भन्ने अवस्थामा पुगिसकेको थियो, शान्ति सेनाको बहानामा विदेशी सेना आएर बुट बजार्ने अवस्था आइसकेको बेला थियो। त्यति बेला एउटा जनजातिको छोरोले हिम्मत गरेर देशलाई एकीकृत बनाएर चुनावसम्म लगेर चुनावमा बहुमत ल्याएर गृहमन्त्री भएको हिम्मतिलो जनजातिको छोरा हो र यति ठुला ठुला फाइल खोलेको छ उसले। 24 घण्टा नहुँदै सबैको जिना हराम गरिदिएको छ। मलाई त लाग्छ सुदन गुरुङ छिटै नै आउनुपर्छ। We want सुदन गुरुङ in Home Minister as soon as possible। तपाईहरुलाई कस्तो लाग्छ? मलाई चाहिँ यस्तै लाग्छ। सुदन गुरुङले बवाल गर्छ र आउनै पर्छ। कमेन्ट गर्नु होला तपाईहरुलाई कस्तो लाग्छ है।